आज म मेरो भगवानलाई धन्यवाद भनौँ कि खै के भनौँ, म अल्लमल्लमा छु। धेरै पछि आज मैले उसलाई भेटेँ। मुटुको गहिराइमा दबिएका ती भावनाहरू फेरि एकपछि अर्को गर्दै मनको ढोका ढकढकाउन थाले। जसलाई म शान्त पार्न खोज्थेँ, जसलाई म बिर्सिन खोज्थेँ, त्यही भावना फेरि फर्केर आएको छ। सायद अब फेरि भुल्न गाह्रो हुन्छ। फेरि उसलाई भन्न पनि सक्दिनँ। एक्कासीको यो भेटमा उसको मन्द मुस्कान, मुस्कुराउँदा साना साना हुने उनका आँखा, त्यसमै अड्किए मेरा यी नजर। खुसीको सीमा नै रहेन, बयान गर्न शब्द नै भेटिन। मन आतियो, चालहरू डगमगाउन थाले। उसको नजिकै बसे, बाहिरी रूपमा भए पनि आफूलाई सम्हाले। मनमा छुट्टै प्रकारको आनन्द आयो। यो आनन्द मैले धेरै पछि महसुस गरेको थिएँ। उसँगको अन्तिम भेटपछि यो महसुस मैले बिर्सिसकेको थिएँ। सबै साथीहरू सँगै थिए, तर सबको बोली सानो सुनिँदै थियो। केवल उनको आवाज मेरो वरिपरि गुन्जियो। उनीसँग बोल्ने अनेक बहाना खोजिरहे, उनको आवाज सुन्नलाई प्रश्नहरू गरिरहे। उनको अनुहार निहाल्दै हेरिरहे। समयले कोरेका हल्का रेखाहरूमा कथा भेटे। आँसुभित्र लुकेका भावनाहरू, आँखाभित्र अपुरा अध्यायहरू। तर पनि उनी शान्त, कोमल र उज्यालो देखिन्थिन्, चन्द्रमा जस्तै। एकैछिन म शान्त भए, तर मेरा भावनाहरू शब्द खोजी पौधारिरहे। मनभित्र प्रश्न उठ्यो, यो मलाई मात्र भइरहेको हो कि उसलाई पनि यस्तै हो? फेरि एउटा आवाज आयो, ए बुद्धु, पहिले आफूलाई ऐनामा त हेर। जुन उत्तर खोज्दैछस् त्यो तेरो आँखामा र तेरो मनमा नै लुकेको छ। तर म यतिमै रमाइरहेको छु। उनीसँग भएका ती औँलामा गन्न सकिने भेटलाई नै याद गरी आफ्नै कल्पनामा हराइरहेछु। खै कसरी भनौँ उसलाई यी सब मेरा भावनाहरू। मेरो मनमा नै सबै कुराहरू सँगाली राखिरहेको छु। अब छुट्टिने समय नजिकै थियो। मनमा नै प्रार्थना गरे, यो पल अझै लामो होस्, यो समय यहीँ कतै अड्कियोस्। आखिर समयले आफ्नो बाटो रोज्यो। हामी अलग भए पनि यादहरू सधैँ साथ रहनेछ। उनको हरेक मुस्कान, अहिलेको हरेक क्षण मेरो मनमा उज्यालो बनी रहनेछ। अन्तिम नजर मैले उसलाई हेरेँ र मनमा नै भने, फेरि कहिले भेट होला त। मैले मेरो भगवानलाई एउटा प्रश्न गर्न चाहे। यो केही पलको खुसी किन मलाई दियो? आफूलाई नै थाहा नदिए मनमा कहीँ कतै लुकाइसकेका थिए। यी भावनाहरू फेरि किन बाहिर ल्याइदियो? के म तयार थिएँ यी भावनाहरूको सामना गर्न? के म तयार थिएँ उसलाई फेरि भेट्न? वा तिमीले मेरो मनलाई साँचो महसुस गराउन चाह्यौ? आज म मेरो भगवानलाई धन्यवाद भनौँ कि खै के भनौँ? आज म मेरो भगवानलाई धन्यवाद भनौँ कि खै के भनौँ?